हाई हेलो गाइज। यो मेरो फर्स्ट भिडियो हो, स्टडी ब्लग। आज चाहिँ मैले यो लोकसेवा ब्याङ्किङ तथा विभिन्न 106वटा सार्वजनिक संस्थानतिर फर्स्ट पेपर अन्तर्गत लोकसेवाले सोध्ने जिके अन्तर्गतको मक टेस्ट गर्दैछु। यसमा चाहिँ विगतमा सोधेका सम्भावित प्रश्नहरू जुन दोहोरिएर आइरहेका हुन्छन् ती क्वेसनहरू फेरि भविष्यमा सोध्न सक्ने चान्स धेरै नै हुन्छ। त्यो जिकेहरूलाई चाहिँ इम्पोर्टेन्ट जिकेहरूलाई चाहिँ म मक टेस्ट अनुसार चाहिँ लेखेर राख्दैछु। भोलि रिभाइज गर्न पनि सहज हुन्छ र अब आउने इक्जामहरू अहिले त लोकसेवामा भ्याकेन्सीहरू खासै नखोलेको छ होइन, अब खोल्दै जान्छन् होइन। अब ती भ्याकेन्सीहरूको लागि चाहिँ जिके जुनसुकै सार्वजनिक संस्थानमा एकदमै इम्पोर्टेन्ट हुन्छ र प्रायः सबै सार्वजनिक संस्थानहरूमा जिकेहरू मार्क्सहरू जोडिएको हुन्छ। त्यसैले सकेसम्म जस्तै 50वटा जिकेहरू लोकसेवाले सोध्छ भने त्यसमा 40-45वटा मिलाउन चाहिँ एकदमै इम्पोर्टेन्ट जरुरी नै हुन्छ नाम निस्काउनको लागि। त्यसैले ती लोकसेवाले चाहिँ विगतमा जिकेहरू कसरी सोधेको छ होइन, तिनीहरूको प्याटर्न कस्तो छ त्यो अनुसार चाहिँ आफूले हेर्नुपर्छ। र सो गाइज यो भिडियो हेर्नु होला अन्तिमसम्म। मेरो यो फर्स्ट स्टडी भ्लग हो र भोलिको दिनमा पनि यस्तै यस्तै भ्लगहरू आउँछन्। ओके गाइज, अब अर्को भिडियोमा भेटौँला। साँझको मेरो इन्सुरेन्सको पनि टपिक छ, त्यसलाई मैले बोर्डमा पढाउनु पर्ने छ अलिकति। त्यससँगै अब अर्को भिडियोमा भोलि भेट हुनेछ।